Friends, namaste सबैजनालाई say the sound everybody. Let's talk about my चस्मा. लगाउँछु म चस्मा जब हिँडिरहेको हुन्छु यात्रा गरेर सार्वजनिक बसमा. त्यसपछि everybody is Rivana at me. Who is the hell man? यो को हो भनेर सोधिरहेको हुन्छ मनमा अनि अनि हुँदैन आफ्नै बसमा. So let's not talk about this दोषी चस्मा किनकि यो दोषी चस्माको आधारभूत सभ्यता बुझ्ने only बेबी खैरला जसलाई थाहा छ यथार्थ सभ्यता र मिस्टर रियस चस्माको बारेमा. So let's not talk more about this. Okay, my bro अस्ति भइसकेको थियो युमराजसँग भेट. उसले मलाई भन्यो ब्रो यो तँलाई हो थर्ड वार्निङ अर्कोचोटि भयो भने फेरि भेट तेरो अब सिधै नर्कको गेटमा हुन्छ स्वागत भव्य अनि त्यसपछि हुन्छु तेरो लाइफ कस्तो खालको गर्ने भनेर सरप्राइज. सो झन्डै भएको थियो छिलेम छेटोमै ब्रो कति सुनाउने हो एउटै कुरा रिपिटेडली मिस्टेक भइदिइरह मबाट किन यस्तो डिसिप्लिनको कमी किनभने मलाई थाहा छ मेरो आचरणमा खोट छ. यो आचरणमा यति खोट छ कि ऊ आफू सँगै लिनलाई अरूलाई दोष छ. सबैलाई थाहा छ restore at the period of time the baking is always undefined तर पनि यहाँ स्ट्रगल गर्न चाहिँ गाह्रो. हामीले जुन उज्यालो छर्न चाहेको छौँ यो संसारलाई गुज्रेर हेर्नुपर्छ. त्यो यात्राहरू जहाँ छ निकै अँध्यारो हिँड्दै हिँड्दै तिम्रो पैँतलामा खोजिदिन्छ खाडाहरूले. खाडा कति हुन्छ दर्दनाक त आफूलाई आफैले खाती राख भनेर पनि आफ्नो मनोक्रान्तिको स्वभाव राखी त्यसपछि म विरोध गर्न चाहे जो छ तानाशाही. मलाई आजकल धेरै बोल्न मन लाग्दैन. सबै कुराहरू नावसिक खोल्न मन लाग्दैन. मलाई त्यो वास्तविक दुनियाँमा अब बस्न मन छ. मैले काल्पनिक चित्रहरू कोरे विभिन्न जसले गर्यो अनैतिक खालको पराकाष्ठ जसमा छैन सभ्यता. त्यही भएर म आज हाँसोको पात्र. खालि औँल्याउने अरूले नैतिकता कहाँ छ वास्तविकता भनेर सोच्ने रहस्य. मन काबु जस्तै कि बेकाबु छन् इन्द्रियहरू कि छ र यहाँ मरिलानलाई बरु दुई छाक खानुपर्छ एक छाक लाउनुपर्छ अनि चाहिन्छ स्वच्छ हावा पानी हातेमालो सामाजिक गृह कार्य. यही हो यथार्थ चरित्र. जब एकता हुँदैन यहाँ आउँदाखेरि पनि भिसालो जस्तै कि यदि यहाँ आयो भने फेरि पनि बल्क्यानो त्यहाँ हुन्छ जब हुन्छ अन्तर्द्वन्द. त्यो मान्छेहरूको यथार्थ चित्रण कहाँ छ. त्यही भएर एउटाले भड्काउँछ अर्कोलाई अर्को हुन्छ बिचौलिया. त्यसपछि फेरि त्यसले त्यही सिक्छ. अनि ल भन के हाम्रो समाजमा अहिलेको एकतामा विविधतामा एकताको नारा ठिक छ हो. यहाँ त यही कुरा पिक छ जो आज भाइरल त्यही नै ठिक छ. तर जो बन्न जमिरहेको हुन्छ भाइरल उसलाई थाहा हुँदैन वाट इज द रियल फेम अफ आइडल. त्यसैले वाट इज द सिकिङ अफ डिग्निटी द डिभोटी नाउ फर एक्सपेक्टेसन एन्ड इमेजिनेसन इज रियल on legislate. Nobody want crazy man, so we don't achieve man. So we have no achievement. Okay. So as mother this is a free boss so explosion espresso of myself man. Oh, I'm so hearted, suffocated. Yeah, and I'm wrong. So let's go. This is a funny base.